नमस्कार, म ओम प्रकाश। हामीहरूलाई मेसेन्जरमा साथीहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिएन त भनेर मेसेन्जरमा लिङ्क पठाउनु भएको हुन्छ, सेयर गरिदिनु भएको हुन्छ र हामीले सब्सक्राइब गर्न खोज्छ। त्यहाँ जिमेल अकाउन्ट अथवा फोन नम्बर माग्छ र सब्सक्राइब गर्न सकिँदैन। फलस्वरूप जब एउटा सब्सक्राइबको लागि पत्याएन भनेर साथी रिसाइदिन सक्छ। त्यसको लागि 5 सेकेन्ड भित्रै यसको समाधान गर्ने उपाय बताउँदैछु म आज। तपाईहरुले अन्तिमसम्म भिडियो हेरेर जान्न सक्नुहुनेछ। न त जिमेल हान्नु पर्नेछ, न त पासपोर्ट चाहिनेछ, न कुनै फोन नम्बर चाहिनेछ। आउनुहोस् सुरु गरौँ। मलाई मेरो एकजना साथीले मेसेन्जरमा आफ्नो युट्युब च्यानलको लिङ्क पठाइदिनु भएको छ बनाएको भिडियोको, जुन मैले तपाईलाई पनि पठाउँछु। यो भिडियो त्यहाँ आएको छ तपाईको मोबाइलमा, यसै गरेर पठाउनु भएको उहाँले। मैले त्यहाँ क्लिक गरिसकेँ, लिङ्कमा खुल्दैछ, खुलिसक्यो। यो खुलिसकेपछि अब सब्सक्राइब कसरी गर्ने? त्यहाँ सब्सक्राइब गरिएको छैन। सब्सक्राइब गर्दाखेरि पनि जिमेल माग्छ। सब्सक्राइब बटन दाब्दाखेरि यस्तो माग्यो। अब हामीले यसको लागि जिमेल हान्नुपर्छ कि मोबाइल नम्बर हान्नुपर्छ, त्यो सबैलाई याद हुँदैन। कमेन्ट पनि गर्न दिँदैन। अब हामी म कमेन्ट गर्न खोज्दै चाहिँ यसरी कमेन्टमा दाबेर अब मैले केही कुराहरू लेखौँ भने पनि स्पेस त दियो, अब दाबे, यो पनि दिएन। अब कमेन्ट गर्दाखेरि पनि तपाईको जिमेल लगइन गर्नुस् भन्छ। अब के गर्ने त? अब 5 सेकेन्ड भनेको थियो, 5 सेकेन्ड भित्र नै सक्सेस हुन्छ। ढुक्क हुनुहोस्। तपाईहरुले यो मेरो सिधै टाउकोमाथि यो रातो चिन्हले पनि लगाइरहेको छु। मैले ओपीईएन ओपन एपीपीएफ लेखेको छ नि मेरो टाउकोभन्दा माथि सिधै सर्च बारमा त्यहाँ क्लिक गर्नुस्। यहाँ तपाईले यो ओपन एपमा क्लिक गरिसकेपछि तपाईहरुलाई यस्तो देखाउँछ। यो कन्टिन्यू लेखेको देखाउँछ। अनि यो कन्टिन्यू लेखेकोमा दाब्नुस् र यो कन्टिन्यू लेखेकोमा दाबिसकेपछि तपाईले यहाँ यस्तो देखाउँछ। यहाँ तपाईको सबैभन्दा माथि एएलएल अल लेखेको छ। यसमा क्लिक गर्नुभयो भने तपाईको साथीले कुनै पनि युट्युब भिडियो अपलोड गर्नुभयो भने तपाईलाई सबैभन्दा पहिले नोटिफिकेसन आउने छ। ल हेर्नुस्, यति भइसकेपछि अब कमेन्ट गर्छु। कमेन्ट पनि हुन्छ किन अघि हुन दिएको थिएन नि। अब कमेन्ट पनि गर्छु। राइट चिन्ह लगाएर क्लिक गरे। ल मेरो युट्युब च्यानल फर यु हो, ट्याग 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 लाइक गरेको आयो। आशा छ यो भिडियोबाट तपाईहरुले पनि सजिलैसँग साथीले पठाइदिएको लिङ्कमा अथवा अरु कसैको युट्युब च्यानलमा सब्सक्राइब गर्न सिक्नु भएको होला भन्ने। धेरै जनाले, हुन त यो ठुलो समस्या होइन, तर धेरै जनाले नथाहा पाएको व्यक्तिहरुको लागि यो एकदमै ठुलो समस्याको रूपमा बल्झिएको हुन सक्छ। यदि तपाईलाई पनि आजको यो भिडियो काम लाग्ने भएको छ भनेपछि कन्जुस्याइ नगरिकन फर युलाई सब्सक्राइब गरिदिनु होला, किनकि यहाँबाट जे आउँछ तपाईको लागि आउँछ। हस्त नजान्नेले जान्ने, जान्नेको लागि सामान्य। पुनः अर्को भिडियो लिएर आउनेछु। स्वस्थ रहनुस्, मस्त रहनुस्, व्यस्त रहनुस्। जीवन सिकाइ हो, हरेक समय केही नयाँ सिक्नको लागि खर्चिनुस्। नमस्कार।